उहाँ हाम्रो दाइ ठाडो कालोमा पुरा थकितको साथ हेर्नुहोस् कस्तो कालो छ भर्याङै भर्याङ सिधा उकालो यहाँ मान्छेहरू 5 स्टेप हिँड्छ अनि रेस्ट गर्छ 5 स्टेप हिँड्छ रेस्ट गर्छ जे होस् हामीले एउटा नयाँ तरिका सिक्यौँ हिँड्न लागि थाहा थिएन एउटा हाम्रो शेर्पा दाइसँग स्टेप पनि सर्प हिँडे जस्तो हिँड्यो भने जे होस् धेरै सजिलो पर्न जान्छ एउटा हाम्रो साथी यहाँ सिकिस्तो भएर हेलो केही भन्नु छ कस्तो लागिरहेछ गन्तव्य गन्तव्य त एकदम कठिनाइ कतिको उकालोहरू छ उकालो त ठाडो उकालो छ कठिनाइ त कठिनाइ हो यस्तो ट्र्याकिङ भनेको हुनुपर्छ क्या इन्जोय गरिरहेछ मजा ओके एकदम रमाइलो एभ्रिवान वेलकम टु दुध कुण्ड हेलो गाइज कतिको उकालो छ उकालो ठाडो उकालो धेरै गाह्रो अब उकालो सक्यो होला है ठाडो उकालो उकालो छ अहिले अझै छ अरे अलमोस्ट 3 घन्टा हिँडिसक्यो 3-3.5 घन्टा हिँडिसक्यो यो हो यताको नजारा अब यहाँको भ्यू हेर्नुहोस् वाउ दिस इज भ्यू जस्ट लाइक वाउ अझै हेर्नुहुन्छ भन्दाखेरि हामी यसरी गएर यहाँबाट हेर्न मिल्छ क्या बवाल भ्यू छ क्या बवाल भ्यू छ वाउ ए फोटो खिच्ने दामी